सम्पूर्णमा नमस्कार। म गिरुवाण नेउपाने गञ्ज मेडिकल युनिभर्सिटीमा एमबीबीएस को दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी। गञ्ज मेडिकल युनिभर्सिटी चीनको दक्षिणी भागको ग्वाङ्डोङ प्रान्तमा पर्दछ भने हङकङ तथा मकाओबाट एकदमै नजिकैको दूरीमा रहेको छ। गञ्ज मेडिकल युनिभर्सिटीको स्थापना सन् 1958 मा भएको र सन् 2010 देखि यहाँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई एमबीबीएस पठन पाठन गराउँदै आइएको छ। गञ्ज मेडिकल युनिभर्सिटीमा एसिया, युरोप, नर्थ अमेरिका, अफ्रिका तथा ओसियानाका 31 राष्ट्रहरूबाट करिब 300 जना विद्यार्थीहरूले ब्याचलर्स, मास्टर्स तथा पीएचडी अध्ययन गरिरहेका छन्। यहाँ चाहिँ हाम्रो पढाइ हुन्छ। हाम्रो यो टिचिङ ब्लक हो। यो फर्स्टको हाम्रो A1 बिल्डिङ, यो चाहिँ A2 बिल्डिङ अनि यो A3 बिल्डिङ। हाम्रो यो फर्स्टदेखि 5th इयरसम्मको हाम्रो स्टुडेन्टहरूको पढाइ यहाँ हुन्छ। यहाँ क्लासरुम तथा ल्याबोरेटरी प्र्याक्टिकल गर्नको लागि ल्याबहरू यहाँ छन्। अनि हाम्रो यहाँ चाहिँ यहाँबाट अगाडिको दृश्य देख्न सक्नुहुन्छ, यो लाइब्रेरीको दृश्य हो। हाम्रो लगभग ग्वान्जोको सबैभन्दा हाम्रो यो महत्त्वपूर्ण समय भनेको यही लाइब्रेरीमा बितिरहेको हुन्छ। गञ्ज मेडिकल युनिभर्सिटीको मुख्यतया फानी र युसु गरेर दुईवटा मेजर क्याम्पसहरू रहेका छन्। यसै गरी गञ्ज मेडिकल युनिभर्सिटी डबल फर्स्ट क्लास इनिसिएटिभ युनिभर्सिटीका रूपमा सन् 2022 मा इन्लिस्टेड भएको हो र गञ्ज मेडिकल युनिभर्सिटीमा 25 वटा टिचिङ फ्याकल्टिज, 27 वटा रिसर्च इन्स्टिट्युट तथा 14 वटा एफिलिएटेड हस्पिटल रहेका छन्। यसै गरी हाम्रो यो जिम्नेसियमको बिल्डिङ हो। यहाँ हाम्रो जिम, बास्केटबल कोर्ट, टेबल टेनिस, स्विमिङ पुल रहेको छ। यो चाहिँ हाम्रो गञ्ज मेडिकल युनिभर्सिटीको प्लेग्राउन्ड रहेको छ। पढाइ साथसाथै खेलकुदलाई पनि सँगै लिएर जाँदा हामीले आफ्नो चौतर्फी विकास मजाले गर्न सकिन्छ। हामी चाहिँ अहिले क्यान्टिनको 4th फ्लोरमा छौँ। अब क्यान्टिनको भित्र के कस्तो छ जाउँ हेरौँ। यसै गरी यो चाहिँ हाम्रो लाइब्रेरीको बिल्डिङ रहेको छ। भित्र के कस्तो छ हेरौँ। यसै गरी यस युनिभर्सिटीको क्लिनिकल मेडिसिन अर्थात् एमबीबीएस ESI ग्लोबल ऱ्याङ्किङका अनुसार टप 1% मा पर्दछ भने ESI कम्प्रिहेन्सिभ ऱ्याङ्किङका अनुसार 72 स्थानको ऱ्याङ्क हासिल गरेको छ। गञ्ज मेडिकल युनिभर्सिटीमा 8527 जना फ्याकल्टीले काम गरिरहेका छन् भने यस युनिभर्सिटीको अन्तर्गतमा 24 राष्ट्रिय स्तरका स्पेसलिटिज, 94 प्रान्त स्तरका स्पेसलिटिज पर्दछन् र अन्त्यमा गञ्ज मेडिकल युनिभर्सिटी श्वास प्रश्वास रोगको उपचारको लागि चाइनामा टप 1 र्याङ्कमा पर्दछ।